back to our channel again. आज हामी फेरि एकचोटि आइसकेको छौँ. So we are out of the ship अनि आज चाहिँ हामी क्यानाडा. आज चाहिँ हामी भिक्टोरियामा छौँ, क्यानाडाको भिक्टोरिया. सो आजको प्लान भनेको हाम्रो भिक्टोरिया घुम्ने हो. पहिला पनि नखाना पहिला पनि आएको. सो भिडियो चाहिँ बनाएको थिएन. सो आज चाहिँ हामी फाइनली भिडियो बनाउने यो ठाउँमा. सो प्लिज लास्टसम्म हेर्नु होला इफ यु वान्ट टु सी भिक्टोरिया. म तपाईँहरूलाई देखाइरहेको छु. यहाँको के त्यो प्यालेस होइन, प्यालेस हो कि के हो बेबी? होटल दामी छ यहाँ. सो हामी त्यहाँसम्म जानेछौँ अनि हल्का सपिङ पनि गर्नेछौँ अलिअलि. नुडल्स होइन, सो नुडल्स किन्ने, अलिकति घुम्ने अनि ब्याक अन बोर्ड हुने. आज हाम्रो साइडमा हाम्रो ब्रान्डको अर्को सिप पनि छ. त्यो चाहिँ रुबी प्रिन्सेस हो. हाम्रो सिप चाहिँ यहाँ छ, रोयल प्रिन्सेस. सो या बी विथ अस गाइज. म तपाईँलाई देखाउँदै गर्छु है त. अगाडि देख भिक्टोरिया. ए पुज्दै बेब. ओके, हामी चाहिँ अहिले टर्मिनलबाट बाहिर निस्किसकेका छौँ. सो यो वेबाट हामी राइट लिन्छ होइन बेब? अनि लेफ्टमा हो त? राइटमा हो नि सबै? राइटमा. ग्रोसरी स्टोर्सहरू छ नि त. लेफ्ट साइड चाहिँ हाम्रो ग्रोसरी स्टोर छ. हामी डाउनटाउन नै जान्छौँ. सो वी गो स्ट्रेट एन्ड वी टेक राइट. सो म देखाउँदै गर्छु है. एकछिन गर्छ नि. ओके गाइज, चेन्ज अफ प्लान्स भयो. हामी चाहिँ डाउनटाउन बसमा जाने हो, सटल बसमा. सो सटल बसको लागि चाहिँ हामीले $5 इच पे गऱ्यौँ. किनकि भएछ, सरी. अलिअलि अब इन्डियन गइहाल्छ नि त, इन्डियन पार्टनरहरू छ काम गर्दाखेरि. सो $5 इच अनि सटल बस लाग्ने रहेछ. अनि त्यसले चाहिँ हामीलाई डाउनटाउनसम्म लान्छ. टाइम पनि छैन त, त्यही भएर वी हेभ लाइक कति 3 आवर्स कि 2 आवर्स 2 to 3 आवर्स छ हामीसँग. या सो हामी चाहिँ सटल बसमा हामी डाउनटाउनसम्म जानेछौँ. सो हामी तपाईँलाई ब्याक एन्ड फोर्थ होइन सटल बसमा. सो हामी देखाउँदै गर्नेछौँ भिक्टोरिया. सो प्लिज कन्टिन्यू वाचिङ. थ्याङ्क यू. राइट न हाम्रो सटल बस त्यही हो. यो बसले चाहिँ हामीलाई डाउनटाउनसम्म लान्छ. त्यहाँबाट हामी डाउनटाउन घुम्नेछौँ. सो फाइनली हामी चाहिँ बसभित्र आइसकेका छौँ. के भयो? बिस्तारै सास लि. ओके, वी आर इनसाइड द बस नाउ. हिँड्छ डाउनटाउन. हामी चाहिँ बसको सेकेन्ड फ्लोरमा छौँ. डबल डेकर बस रहेछ. Just to give you a little notification here, I'm going to whip over to the other rear. We're going to pull in behind another double decker. Guests from the other ship in the downtown Whittier. Vamos a ver todo lo que hay. Disimular, así el problema y la duda no nos ven pasar. El que se enoja, mi amor, pierde un turno y se baja en esta estación. Tenemos saldo deudor con el mundo ahí afuera. Hagamos algo mejor. Queda claro, estamos todos acá de paso. ओके, हामी चाहिँ बसबाट झरिसक्यो. अब हामी घुम्ने हो. लास्टमा यहाँ आउने अरे. म अगाडि देऊ. यहाँ चाहिँ सप्सहरू छ सबै, रेस्टुरेन्ट्सहरू. वेट जान्दिँदैछ. अझै छिटो. थ्याङ्क यू. जाउँ भिक्टोरिया. हो ल, म खिचिहाल्छु ल. यता बिचमा आउँ. ओके, ब्याक अन बोर्ड हुनुलाई चाहिँ यहाँ आउनुपर्ने.
के गर्ने अब मान्छेहरू खाँदैछ आइसक्रिम खाने तिमी आइसक्रिम ल्याएर रहेछ त नि जाऊ आइसक्रिम किन आइसक्रिम भन्दा पनि स्मुदी समथिङको जुस टाइपको जुस मिल्कसेक मिल्कसेक त कहाँबाट आइसक्रिम यहाँ रहेछ यहाँ हामीले फोटो खिच्थ्यौँ लास्ट एन्ड अफ द स्ट्रिटसम्म जाउँ त्यसपछि फर्कौँ अनि उता जानुपर्छ फोटो खिच्नलाई राति दामी देखिन्छ गाइस रातिको लाइट्सहरू लास्ट टाइम चाहिँ हामी राति आएको थियो योपालि चाहिँ दिउँसै छ योपालि चाहिँ घाम लागेको छ सो या इट्स गुड वेदर त ठिकै छ आजको वेदर सबैले फोटो खिच्दैछ चाइना टाउन चाहिँ कहाँ रहेछ यहाँ चाइना टाउन पनि छ अरे तर कता छ थाहा छैन यहाँ जाने ओके 70% अफ 50% अफ लुगा हेर्नु छ ओके लेट्स सी मेरो मुला बेबी के भन्छ त्यो बेला ए डिस्काउन्ट रे त्यो राइट न हामीले चाहिँ मिल्क सेक खाने प्लान गऱ्यौँ के खाने अरे तिमीले बनाना अवे रे अवे म चाहिँ भेरी बेरी त्यो अलास्कामा पाउँछ कि एउटा मिल्कसेक पाउने ठाउँ होइन बेरी बेरी अब चाहिँ हामी चाइना टाउन हिँड्ने यहाँ भिक्टोरियाको चाइना टाउन कस्तो रहेछ लेट्स फाइन्ड आउट है गाइस यता यता जाने यता बिर्सिँदैन किन बिर्सिन्छ डराएर आएछ एकजना बाटो बिर्सिन्छ भनेर हामी चाहिँ हन्टिङमा चाइना टाउन हन्टिङ हेर्नु न के पाउँछ बेबी घुम्दै जाने हो नुन निस्केको मान्छे घुम्नु परेन होइन भिक्टोरिया त हो नि तर हामी यहाँ त आइरहेको छौँ नि होइन अब भिक्टोरिया टु सियाटल हुन्छ अलास्का हुँदै सो अब हाम्रो भोलिको पोर्ट भोलि होइन भोलिको पोर्ट भ्यान्कुभर सो भोलि पनि अब चान्स पाएर बाहिर निस्क्यौँ भने हामी भिडियो बनाउँछौँ त्यही हो सो अहिले चाहिँ हामी चाइना टाउन यस्तै छ सप्सहरू यहाँको बिचरा रोडमा बसेर खाँदैछ जुस सुड्डीले चाइना टाउन पुगेर कन्टिन्यू गर्छौँ भिडियो ओके फाइनली चाइना टाउन चाहिँ भेट्यो अलिकति टाढै रहेछ है 9 मिनट्सको डिस्टेन्समा रहेछ खै आफ्नो नामको सप पनि भेट्यो के यो छैन थाहा डराएछ त के हो यो ल है गाइस चाइना टाउनमा अब हामी मिगोरेङ किन्ने मिगोरेङ नुडल्स इन्स्ट्यान्ट नुडल्स मेडिसिन त के नो मेडिसिन भ्यान्कुभरमा एक दिन बस्दाखेरि के भयो Turn left onto Fisgard Street. ऊ यहाँ रहेछ नि त ऊ छिर्ने देखि छिर्ने गेट आज फोटो खिच्नुपर्छ त्यो सो गाइस यही हो चाइना टाउन इन्डियन रेस्टुरेन्ट पनि रहेछ त्यहाँ सो विल बी गेटिङ इन चाइना टाउन ल गेट हेर केटाकेटी हो कस्तो फिल भइरहेछ बेबी ल यही चाइना टाउन वी आर इन अब यहाँ अलिकति सपिङ गर्ने अनि फर्किने
ब्याक अन बोर्ड हुने पाइयो चाइना टाउन रेस्टुरेन्टहरू मात्रै रहेछ हो खासै केही छैन फोटो खिच्यो फोटो खिच्यो दामी है गेट इन्ट्रान्स राम्रो है इन्ट्रान्स चाहिँ एकदम दामी रहेछ गेट ठुलो खाले गेट ओके यहाँ एकछिन हेर्ने अनि हामी फर्किने ओके फाइनली चाइना टाउन घुम्यो खासै केही रहेन रहेछ सो अब हामी अगाडि गएर त्यो के अरे होटल होइन दामी इम्प्रेस होटल इम्प्रेस होइन इम्प्रेस होटल त्यहाँ गएर फोटो खिच्ने अनि त्यसपछि ब्याक अन बोर्ड सो भिक्टोरिया यति नै रहेछ हामी अब फेरि आइरहेको छौँ जस थाहा भयो होइन चाइना टाउन कहाँ छ भनेर त्यसको छेउमा इन्डियन रेस्टुरेन्ट पनि रहेछ मेबी नेक्स्ट टाइम आयो भने हामी ट्राई गर्छौँ होला नेपाली रेस्टुरेन्ट त छैन अब होइन न त मोमो खानुहुन्थ्यो केटा अब छैन के गर्नु सो या यति नै भयो चाइना टाउनको टुर अब हामी अगाडि जाने नजाने ल है जादु हेर केटाकेटी हो ओके अहिले चाहिँ हामी होटल लाइनतिर होटल एरिया होला होइन यो होटल एरिया होटल इम्प्रेस त यो हो यार यो हो लास्ट टाइम कस्तो दामी थियो भ्यू यो दिउँसोको भ्यू हो पछि हामी राति आउनु पायो भने म रातिको भ्यू पनि देखाउँछु राति झन् दामी देखिन्छ कुकुर पनि रहेछ सर्भिस डग हामी एकछिन अहिले साइडमा हिँडेर एकछिन वक गर्ने अनि ब्याक एन्ड बोर्ड के लाइक सनसेट भइरहेको थियो कि ऊ त्यो अगाडिको त्यो के हो त्यो प्यालेस जस्तो हामी त्यही जाने त्यहाँसम्म जाने फर्किने हेर क्यानाडाको झन्डा लेक साइडै हो नि होइन अलिक अगाडि हिँड्न भाइ अहिले चाहिँ हामी यहाँ ब्याक यहाँ जाने हो अनि यहाँबाट सटल बस लिएर फर्किने द होटल इम्प्रेस एक रातको 800 समथिङ डलर कति 800 समथिङ one night को $800 US dollars सस्तै हो टुरिस्ट एरिया 800 भनेको 1,20,30 हजार जस्तो पर्यो धेरै परेन सो यही टुरिस्ट एरिया भिक्टोरियाको एकदम सबै आउने यही ठाउँमा हो टुलिप अहिले फर्किँदा मार्छ होला नि किन टिप्नु टुलिप होइन टुलिप मैले फर्स्ट टाइम है टुलिप्स उप सरी आइज छिटो ल नजिकबाट टुलिप हेर्ने है आज गाइज टुलिप है फ्लावर गार्डन Nami say guys must visit places in Victoria. Yeah, right away. I had to. But anyways. के देखाइरहेको छ इम्प्रेस होटलको बारेमा डिटेल्स रहेछ 1904 and 1908
फोटो खिच्ने हो यहाँ पनि ल है एउटाले फोटो खिच्दैछ 360 भ्यू हामी त्यहाँ जाने हो अनि फर्किने हो नट मच आजको लागि यति नै हुन्छ अनि सो भोलि हामी कहाँ जाने हो भ्यानकुभर मेरो रुममेटै हो ए हो भ्यानकुभर जाने हो अलि रुबीमा गयो होला सो भोलि भयो भने भ्यानकुभरमा पनि बाहिर निस्क्यो भने भिडियो बनाउँछु सो या मेबी आजको लागि यति नै हुन्छ होला हाम्रो भिडियो अब भोलि नथिङ मच भोलि भ्यानकुभरमा चान्स पायो भने हामी भिडियो बनाउँछौँ अनि तपाईँहरूलाई भ्यानकुभर पनि देखाउँछु सो या अगाडिको त्यहाँ लेखेको होला नि सिन्ड्रेलाको प्यालेस कस्तो दामी गार्डन छ हेर जाँदैन यसै ऊ त्यहाँसम्म जाउँ न अगाडिसम्म त्यहाँ फोटो खिचौँ अनि हामी ब्याक अन बोर्ड हेर्दा हेरेर हिँड्छ भइगयो त आइज गाइज यही हो के हुँदैन स्टप भएर छ त्यहाँ आइज क्यानाडाको झन्डा हेर्न कत्रो ठुलो राखेको गेटमा सबैले फोटोसोटो खिच्ने दामी है यहाँबाट फोटो खिच्नु मजा ओके फाइनली घुम्यो अब ब्याक अन बोर्ड हुने हो छिटाइछ मार्छ अर्काको देशमा रुल्स एन्ड रेगुलेसन थाहा हुँदैन भरे मार्ला 5,000 फाइन भन्यो भने त सक्यो ओके गाइस आजको लागि यति नै भयो अब हामी ब्याक अन बोर्ड हुने हो है विल बी ब्याक अन बोर्ड सो यहाँ भोलि चाहिँ हामी बाहिर निस्कने भोलि पनि भिडियो बनाउँछौँ सो च्यानललाई लाइक गरिदिनु होला इफ भिडियो मन पर्यो भने सो हामी तपाईँहरूलाई भोलि भेट्छौँ सो टिल देन थ्याङ्क यू सो मच फर वाचिङ एन्ड टेक केयर बाई बाई भन्दै बाई बाई